ल दिपेन सिंह एरीलाई भोट गर्नको लागि पहिले क्यानको पेजमा जानु, त्यसपछि त्यहाँ लिङ्क छ, लिङ्कमा क्लिक गर्नु। त्यसपछि यस्तो देखाउँछ, यहाँ देखाइसकेपछि यो भोट लेखेको छ दिपेन सिंह एरीको, त्यहाँ गएर क्लिक गर्नु हैन। यसरी क्लिक गरेपछि लगइन देखाउँछ, अनि लगइन चाहिँ तपाईँहरूले लगइनमा क्लिक गर्नु र त्यसपछि लगइनमा क्लिक गरेपछि तपाईँ केबाट लगइन गर्न चाहनुहुन्छ भनेर अब फेसबुक, गुगल देखाइरह, अनि अर्को एप्पल आइडी देखाइरह। अब गुगलबाट गएर मैले गरेछु, यसरी यहाँ गुगलमा गएर क्लिक गर्नु हैन। त्यसपछि चाहिँ माथि भनिरह इमेल अर फोन भने इमेल नम्बर आफ्नो यसमा चाहिँ राख्नु। त्यसपछि नेक्स्टमा गर्नु, अनि नेक्स्टमा गरिसके पछाडि यस्तो हुन्छ। त्यसपछि पासवर्ड हान्ने हुन्छ। अब तपाईँले गुगल पासवर्ड, मैले चाहिँ गुगलबाट लगइन गरेँ, त्यसैले गुगलको पासवर्ड हाने। यसरी चाहिँ गुगलको पासवर्ड हानेर चाहिँ यहाँ गएर चाहिँ अब गुगल पासवर्ड हान्नु। त्यसपछि नेक्स्ट गरिदिनु। नेक्स्ट गरिदिइसकेपछि एकछिनमा चाहिँ हेर्नुहोस् है, यस्तो एकछिन मेरो नेट चल्यो होइन। अब यस्तो देखाउँछ। अब तल गएर तपाईँ हेर्नु, भोट यस्तो देखाउँछ, भोट नाउ भनेर। अनि भोट नाउमा कन्फर्म गर्नु होला। अनि त्यसपछि चाहिँ यो भोट नाउमा क्लिक गरेर कन्फर्म गरिसकेपछि तल देख्न सक्नुहुन्छ भोटेड भन्ने देखाउँछ यसमा। अब यहाँ तल चाहिँ दिपेन सिंह एरीलाई चाहिँ भोटेड भनेर देखाउँछ। यसरी चाहिँ भोट गरिदिनु होला। यो चाहिँ के हो कारण भनेको, भोट गर्नको कारण चाहिँ अब यो मे महिनामा चाहिँ प्लेयर अफ द म्याच भनेर आइसिसीले चाहिँ नोमिनेट गरिरहेछ 3 जना प्लेयरहरूलाई, जसमा चाहिँ भोटको आधारबाट हुने भएको कारणले गर्दाखेरि चाहिँ अब सम्पूर्णले भोट गरिदिनु होला। अब प्लेयर अफ द म्याच बनाउनुपर्छ जिताएर भोट गरेर। ल सबैजनाले भोट गरिदिनु होला। जय नेपाल, जय टाइगर।